तरङ्ग नै ल्याएको त पक्कै हो, तर स्रोतहरू हेर्दा समर्थन जति छ आलोचना पनि उस्तै छ। सुरु गरौँ न त उहाँको कार्यकालका प्रमुख विवादहरूबाट। यसले उहाँको कार्यशैलीबारे धेरै कुरा बताउँछ जस्तो लाग्छ। जस्तो त्यो टुकुचा खोला उत्खनन, त्यो किन यति साह्रो विवादमा आयो? के सङ्केत गर्छ कि यसले? पक्कै पनि स्रोतहरू हेर्दा के देखिन्छ भने खासै विस्तृत योजना थिएन। अझ वर्षायामको मुखमा सुरुङ खोतल्ने काम भयो, अनि कतिपयले सम्पदा भनेका संरचना भत्काइयो। पछि त अदालतले नै रोक्नु पर्यो नि। अनि प्रक्रियामै कमजोरी देखियो। हो नि, प्रक्रियागत कमजोरी अनि सम्भावित असरलाई अलि नजरअन्दाज गरियो कि जस्तो देखियो। रेडिटतिर हेर्दा त सामाखुसीतिर पनि यस्तै पाराले काम गर्दा डुबान र दुर्घटना बढेको गुनासो देखिन्छ। एउटै घटना मात्र होइन, कार्यशैलीकै कुरा हो कि भन्ने आयो है। हो, त्यस्तै प्रश्न उठ्छ। यस्तै हतारो वा अलि बल प्रयोग जस्तो देखिने काम त थापाथलीको सुकुम्बासी बस्तीमा पनि भयो होइन र? त्यहाँ पनि डोजरकै कुरा आयो। हो नि, त्यहाँ पनि स्रोतहरूले के भन्छन् भने पर्याप्त समन्वय तयारी भएन, बल प्रयोग गर्दा स्थानीयसँग झडप भयो, महानगर प्रहरी नै घाइते भए। अनि त अन्ततः अदालत नै चाहियो हस्तक्षेप गर्न। यसले के पनि देखायो भने सङ्घीय सरकार वा वडाहरूबाट पनि खासै सहयोग रहेनछ। फुटपाथ खाली गराउँदा पनि यस्तै भयो है। साना व्यापारीलाई मर्का पर्यो भन्ने गुनासो खुब सुन्यो नि। उद्देश्य त राम्रै होला, तर अलि निर्मम भयो कि विशेष गरी साना व्यापारी र विपन्न वर्गप्रति भन्ने आलोचना व्यापक छ। यी घटनाहरू हेर्दा उहाँ स्थापित संरचना वा प्रक्रियासँग जुझ्न चाहिँ खासै हिचकिचाउनु हुन्न जस्तो देखिन्छ नि होइन? हो, त्यो चाहिँ प्रष्टै छ। अन्य सरकारी निकायसँगको सम्बन्ध नि त्यो पनि अलि तनावपूर्ण नै छ भन्ने सुनिन्छ। एकदम। फोहोर व्यवस्थापनमा सिंहदरबारसँग सिधै मुठभेड जस्तै भयो। स्वास्थ्य, शहरी विकास, गृह मन्त्रालयहरूसँग पनि विभिन्न मुद्दामा सङ्घर्षै देखियो। यो उहाँको बीचको बाटो नलिने, सिधै भिड्ने शैली हो। कसैले यसलाई राम्रो परम्परागत राजनीतिलाई चुनौती भनेका छन्, कसैले चाहिँ समन्वय गर्न नसकेको, एकपक्षीय निर्णय गरेको भनेका छन् होला। ठ्याक्कै त्यही हो, समन्वयको अभाव, एकपक्षीय प्रवृत्ति भन्ने आलोचना पनि छँदैछ। अनि उहाँको सामाजिक सञ्जाल प्रयोग, त्यो त झन् अर्कै तहको छ नि। नेताहरूलाई चोर भन्नु, सिंहदरबारको फोहोरबारे कडा टिप्पणी। हो, त्यो पनि निकै चर्चा र विवादको विषय हो। स्रोतहरूमा यसमा दुई खाले मत देखिन्छ। कस्तो? कोही भन्छन् यो भ्रष्टाचार र बेथिति विरुद्धको एकदम निरर आवाज हो, तर धेरैले चाहिँ यसलाई पदीय मर्यादा विपरीत अनावश्यक टकराव निम्त्याउने खालको भनेर आलोचना गरेका छन्। रेडिट जस्ता ठाउँमा त कार्यशैलीमै प्रश्न उठाएका छन् नि होइन? साँगुरो सोच, सल्लाह नगर्ने, अलि तानाशाही जस्तो भन्ने आरोप पनि छन्। त्यस्ता आरोपहरू पनि देखिन्छन्। तर यति धेरै विवाद र आलोचना हुँदाहुँदै पनि उहाँप्रति मान्छेको आशा चाहिँ किन यति धेरै देखिन्छ त? केही सकारात्मक काम पनि त भयो होला नि? हो, यो चाहिँ एकदम रोचक छ। एकातिर यति धेरै विवाद छ, अर्कोतिर उहाँले थालेका कतिपय कामले आशा पनि जगाएको छ। जस्तो अस्पतालहरूलाई विपन्नको निःशुल्क उपचार गर्न अल्टिमेटम दिनुभयो नि, त्यो त राम्रो पहल थियो। हो, अनि निःशुल्क एम्बुलेन्स सेवा घोषणा, यी स्वास्थ्य क्षेत्रका सकारात्मक कदम मानिएका छन्। शिक्षामा बुक फ्री फ्राइडे, विद्यालयमा सिपमूलक तालिम दिने कुरा, अनि त्यो स्टार्टअपवाला आइडिया ब्याङ्क पनि त थियो नि। हो, उद्यमशीलताका लागि आइडिया ब्याङ्क, यी नयाँ प्रयासहरूको पनि चर्चा छ। प्रविधिको प्रयोग नि, जस्तो केएमसी एप, सीसी क्यामेरा जडानमा सहजीकरण, यिनीहरू त देखिने काम हुन् नि। हो, अनि अतिक्रमण हटाउने काम, खास गरी नयाँ बानेश्वर, दरबार मार्ग जस्ता ठाउँमा सडक पेटी खाली गराउने कामको त धेरैले प्रशंसा नै गरेका छन्। सायद यिनै कामले गर्दा होला स्थापित दलभन्दा फरक काम गर्ने नेता भन्ने छवि बनेको। धेरै हदसम्म त्यही हो। स्रोतहरू जस्तै एकादेश, रातो पार्टीका लेखहरू हेर्दा वा सामाजिक सञ्जालका कुरा सुन्दा उहाँलाई मान्छेले स्थापित दलको विकल्प, युवा नेतृत्व र साँच्चै परिणाम देखाउने व्यक्ति मानेको देखिन्छ। फोहोर व्यवस्थापन जस्तो गाह्रो कुरामा पनि लागिरहनु भएको छ नि। हो, सिसडोल र बन्चेरे डाँडाका स्थानीयसँग निरन्तर संवाद, प्रयास जारी राख्नुले पनि त्यो छविलाई बल पुगेको छ। एउटा अर्को कुरा, उहाँको मधेसी पृष्ठभूमि र पहिचानको विषय पनि बेला बेला उठ्छ नि। त्यो थरको विवाद, राजाको छोरा भन्ने प्रतिक्रिया,
त्यो पनि उठ्यो। तर एकादेशको विश्लेषण हेर्दा के लाग्छ भने काठमाडौँका मतदाताले उहाँको जात